त्यो 4 किलोमिटर बाटो 4 वर्ष नबन्नु किन बनेन भनेर कहिले मन्त्रालयमा समीक्षा भयो? आयोजना प्रमुखहरूलाई सोधियो, जिम्मा लगाइएका मान्छेहरूलाई सोधियो? मलाई लाग्छ सोधिएन। अचम्म चाहिँ यो भएको छ, यो देशका ठुला सबै नेताहरूको प्रधानमन्त्रीत्व काल पनि त्यसले फटाइसक्यो। 4 किलोमिटर बाटोले। त्यो बाटो चाहिँ त्यसको मापदण्ड कति फराकिलो बनाउने भनेको थियो, कटिङ कति भएको छ याद गर्नु भएको छ? म टेक्निकल मान्छे होइन है। धुलीखेल बजार खस्ने गरी कटिङ गराएछ र पेनाल्टी 85,000 तिर्न तयार भयो, बाटो बनाएन। किनभने माटो चिउले रातारात त्योभन्दा 4 गुणा बढीको नि 85,000 दिनको तिरेर के हुन्छ? दिनको 6 लाखको माटो बेचेर कमाएपछि अब तपाईँ 1 मास होइन 2 मास अग्लो पर्खाल नलागिकन त्यो बाटो जोगिनेवालै छैन। यस्तो हालत हुँदासम्म के हेरेर बस्नुभयो? मेरो प्रश्न यही हो। ढुङ्गा तपाईँलाई हान्ने माने थिएन मन्त्रीज्यू, त्यहाँबाट निर्वाचित म भएको हुनाले ढुङ्गा त मैले खानु पर्थ्यो नि त। धुलो र हिलेको शास्ति जनताको, राजस्व जति सरकारको भएको छ। के गरा त त्यो? तपाईँहरू रेकर्ड राख्नुहोस्, तपाईँहरूको विभागबाट वा पुलिसले लिनुहोस्, 900 करिब 1000 जना जतिको हातखुट्टा भाँचिसक्यो। अब त मैले के माग्नु पर्ने हो भने यातायात मन्त्रालयले उपचारको जिम्मा लिने कि धुलीखेल हस्पिटलले लिने कि स्वास्थ्य मन्त्रालयले लिने, यो त सोध्नुपर्ने भयो। त्यो बाटो चलोस् भन्ने म चाहन्छु। चलेन भने मैले के गर्न सक्छ र? बबुरो सांसदले के गर्न सक्छ? मन्त्री चुप लाग्ने, डिजी चुप लाग्ने, सचिव चुप लाग्ने, ठेकेदार मजाले घुरेर सुत्ने, अनि अब गर्नु के? तपाईँहरूको अनुहार हेर्दै थाहा हुन्छ। मुसुक्क हाँस्नुभयो भने ठिक छ, यो आएछ भाग्नु पऱ्यो भन्नुभयो भने अब सिधो कुरा हो। कि हात नमिलाउने, कि मुन्टो बढार्ने, कि भनेदेखि भोलि भेटौँ भनेर टार्ने। किनभने जेठ 15 जो कटाउनु छ। दिनुपर्ने स्पष्टीकरण अथवा क्वेसन चाहिँ हामीले गर्न अब हामीसितै समय नहुने भयो। किनभने पहिला त आज हामी यो हुलाकी राजमार्ग लगायत अरनिको बिपी अरू राष्ट्रिय राजमार्गहरूको कुरा गर्न आएको। उहाँहरू सचिवज्यूहरू, डिजिज्यूहरू, मन्त्री पनि दिक्क पनि लाग्यो होला, ठिक पनि भएको छ। कहिलेकाहीँ यो राम्रै पनि हुन्छ। तर पनि यो चाहिँ सुधार होस् भन्ने छ मेरो। जुन विषय पहिला विषयगत छलफल पहिला भने पछि अर्को सार्वजनिक महत्त्वको कुरो जे भन्नु छ जसलाई त्यो भन्दा भइहाल्यो। अब मलाई संसारमा उठेका सबै कुराको आजै बोल्नुपर्छ भन्ने लागेको छैन, आफ्नो कुरा हो। म विषयमै कुरा गर्न चाहन्छु। अब यो जसलाई जहाँ दुखिया छ कुरा तीबाट सुरु हुन्छ। मन्त्रीज्यूको चित्त दुख्यो अरे मैले कुरा उठाएँ भनेर, त्यो चित्त मेरो दुख्या होइन हजुर। त्यो क्षेत्रबाट निर्वाचित म सांसद हुँ। अरनिको हाइवे चाहिँ 2026 सालमा बनेको र यो अहिले केरुङपट्टिको बाटो नहुँदा चीनसित जोड्ने एउटा मात्रै मार्ग हो, जहाँ 22 अर्ब राजस्व यो वर्षको लागि सरकारले तोकेको छ। तातो पानी भन्सार केही पनि हिँड्दैन त कहाँ आउँछ भन्सार? अब उदेक लाग्दो कुरो चाहिँ के छ भने मेरो त घोग्रो पनि सुक्यो, नसा पनि फुल्यो। अब 84 भनेको छ, अहिले जनताले 84 गर्ने जस्तो स्थिति भइसक्यो। 5 वर्ष भयो। मेरो अनुरोध यता सचिवज्यू, डिजी अरू आयोजना प्रमुखहरू को आउनु भएको छ, मैले अरनिकोबाटै सुरु गरे हुनाले त्यो 4 किलोमिटर बाटो 4 वर्ष नबन्नु किन बनेन भनेर कहिले मन्त्रालयमा समीक्षा भयो? आयोजना प्रमुखहरूलाई सोधियो, जिम्मा लगाइएका मान्छेहरूलाई सोधियो? मलाई लाग्छ सोधिएन। अचम्म चाहिँ यो भएको छ, यो देशका ठुला सबै नेताहरूको प्रधानमन्त्रीत्व काल पनि त्यसले फटाइसक्यो। 4 किलोमिटर बाटोले। एकचोटि मन्त्रीज्यू जानुभएको रहेछ हो कि को अरू गएको थियो? समिति गएको के अरे, छानबिन समिति। के हालत भएको थियो? को जानुभएको थियो मलाई थाहा छैन, म त्यहाँ थिइनँ। विकास समितिको उताको अर्कोको। अब त्यो बाटो चाहिँ त्यसको मापदण्ड कति फराकिलो बनाउने भनेको थियो, कटिङ